हेलो वेलकम छ मेरो न्यू ब्लगमा। आज चाहिँ के अरे बेलुका कस्तो मचम्म पऱ्यो क्या, छक्क पऱ्यो। म यो झ्यालको चाहिँ नि यो मेरो कोठाको झ्यालको चाहिँ कहिले पर्दा लाउँदिनँ थियो नि त। यो पर्दा चाहिँ छ तर यसरी खुल्लै हुन्थ्यो, झ्याल चाहिँ लगाएको हुन्छ तर यो पर्दा चाहिँ कहिले लाउँदिनँ थिएँ। आज यस्तो पर्दा लगाऊँ भनेको त ल सुत्ने बेला भएर चाहिँ पर्दा लगाऊँ भनेको त यस्तो साह्रो जाँदाखेरि त ल यिनीहरू त यहाँ पो आएर बस्दिरहेछ। पर्दा लाउँदाखेरि अब मलाई यिनीहरूले हान्दैन, यहाँनिरसम्म छ, यहाँसम्म पर्दा लाउनुपर्छ। यो पर्दा पुरै यहाँसम्म छोप्दाखेरि मलाई यार एक हान नि त। अनि म त फेरि भोलि त अनि फेरि स्कुल जानु नसक्ने हुन्छ होला त यार। एक सर्ट हान नि त मलाई त, एक सर्ट हान भने भोलि मेरो स्कुल जाने क्यान्सल हुन्छ। यहाँ पनि एउटा मरेको रहेछ हौ। यहाँ एउटा मरेको रहेछ। मरेको हो योदेखि त अब डराउने कुरा आएन। मर्नु त मरेको छ नि। हो यहाँ छ यिनीहरूको बिरादरीहरू। जीवे सरङ्ग भयो यार। किन ल जाडो पनि भइरहेछ, झ्याल लाउ जस्तो लाग्छ। फेरि एक सर्ट हान भने फेरि भोलि स्कुल क्यान्सल हुन्छ। सुकुजलहरूले चिलाउँदा नि फेरि यत्रो यत्रो फुलाइदिन्छ त अनुहार त। अनि धन्न सुत्ने ठाउँमा चाहिँ झुल छ त्यो त्यहाँनिर कुनामा पारेर राखेको छ यार। पुरै पर्दै लाउन म यो पर्दा कहिले लाउँदिनँ थिएँ नि त। अनि पर्दा नलाएकोले गर्दाखेरि अम्म आज पो देख्दैछु यार। म झ्यालमा पर्दा कहिले नलागेकोले गर्दाखेरि देख्दै नदेखेँ। यति नै भन्दै आजलाई बाई बाई।